अनि आज चाहिँ म घरमा एक्लै थिएँ अनि भात खान पनि मन लाग्ने अनि सब्जी बनाउन अल्छी पनि लाग्ने क्या। अनि सब्जी पनि बनाउँदिनँ खाँदिनँ पनि भनेर सोचेँ, तर मेरो पहिला फर्रीमा यो चुकौनीको रेसिपीहरू धेरै आउँथ्यो अनि मैले फेरि त्यही चुकौनी बनाउने उसमा प्रोसेसमा गएँ कि अनि यो पालपाली चुकौनी भन्दो रहेछ है। अब चुकौनी मैले फर्स्ट टाइम खाएको, त्यसैले अनि एक्लै भएको बेला पनि ट्राई गर्छु भनेर गर्न मन लाग्यो। अनि यो माटोको भाँडामा चाहिँ मेरो दिदीले दही जमाउनु भएको। सो पालपाली स्टाइलको चुकौनी खानको लागि आफूलाई चाहिँदो रहेछ आफूलाई दही। बाक्लो छ भने पानी हाल्दा नि हुन्छ अलिकति, अनि चप गरेको आलु प्याज अनि नुन हालेर चाहिँ त्यतिलाई मजाले मैले मिक्स गरिदिएँ। अनि त्यहाँ माथि हालिदिएँ धनिया। यता हाम्रो भात पनि पाकिसकेको हुन्छ। अनि यो चुकौनीलाई झाझ्नको लागि अब चुकौनी हुन बाँकी छ नि त, तोरीको तेल हालेपछि त्यहाँ चाहिँ मैले लसुन र मेथी पड्काएँ अनि एकछिन मनतातो भएपछि खोर्सानी र बेसार हालेर चाहिँ त्यसलाई झ्वाइ पारेँ। सो यति गरिसकेपछि हाम्रो चुकौनी पनि एकदमै रेडी हुन्छ। अनि यो दही अमिलो छैन भने चाहिँ हजुरहरूले कागती चुक जे भयो नि हाल्दा हुन्छ। खाँदा र रियलमा हेर्दा एकदमै मिठो थियो, तर क्यामेरा क्वालिटीले चाहिँ अलिकति नमिठो देखाइदिए तापनि हजुरहरू पनि यस्तो अल्छी लागेको बेला यो चुकौनी बनाएर खान चाहिँ एकदमै मिठो हुँदो रहेछ है त। कसम भने म एक्लै भएर हो कि है, भोक पनि लागेको थियो। यत्रो चुकौनी मैले अलिकति मात्रै बाँकी राखेको छु क्या। सो आफ्टर लङ टाइम मैले खाना पकाएको भ्लग लिएर आएको थिएँ। अब म बिदा लिन चाहन्छु। हस्त बाई।